यो त घाटै हो, तपाईँले जति सपोर्ट गरे पनि भोटै हाल्नु भएन भने त्यसको मतलब हुँदैन नि त, होइन र? पछिल्लो समयमा भोट भन्दा पनि एउटा सामाजिक सञ्जाललाई युज गर्नु नै ठुलो कुरो जस्तो लाग्छ मलाई। नै त्यो अब सामाजिक सञ्जालमा त धेरै हाइप गर्ने होइन, लास्टमा भोटै आएन भने चाहिँ त्यो मतलबै भएन त्यो हाइप गरेको। त्यसैले भोट हाल्न इम्पोर्टेन्ट जस्तो लाग्दैन हजुरलाई? भोट हाल्न पनि एउटा सक्षम नागरिक भएर चाहिँ त्यो सक्षम नागरिकले युज गर्न पर्ने अधिकार चाहिँ भोट हाल्न पर्ने हो अहिले। तर त्यो सबैलाई सम्भव नहुन सक्छ। कोही विदेश गएका साथीभाइहरूले उहाँबाट सामाजिक सञ्जाललाई युज गर्नुभयो, यहाँबाट चाहिँ नि यहाँ काठमाडौँ भएका तमाम साथीहरूले चाहिँ नि सामाजिक सञ्जाललाई युज गर्नुभयो। गाउँघरतिर सबै परिवर्तन खोज्नुपर्ने भएको भएर गाउँघरतिरका पुरानो सोच भएका अरू पुरानो मान्छेहरूलाई एउटा अभिभावकको भूमिकामा राखेर परिवर्तन गर्नुपर्छ भनेर उहाँहरूलाई सम्झाउने काम चाहिँ हामीले यहाँबाटै नै सामाजिक सञ्जाल मार्फत उहाँहरूलाई यो सुझाव दिन्छौँ। सो तपाईँको बुवा मम्मीलाई तपाईँले भन्नुभएको छ कि घन्टीमा भोट हाल्नु भनेर हो? बाबा मम्मी परिवर्तन चाहने मान्छे हो, उहाँहरू परिवर्तनलाई आत्मसात गर्नुहुन्छ र उहाँहरूले चाहिँ नि सम्झाउनै पर्दैन होइन सम्झाउनु पर्छ, एकचोटि सम्झाउनु पर्छ। तर पनि उहाँहरू अलरेडी परिवर्तन चाहने, परिवर्तनलाई आत्मसात लगेर हिँड्न सक्नुहुन्छ उहाँहरू।